Let's go! Skill पर्वत सबैजनालाई वेलकम छ मेरो ब्लगमा न्यू ब्लग आज यता साथीले बोलाइरहेको थियो पसलमा आइज्यू भनेर एकछिन पसलमा एकछिन लगेर कुरा गरेर बस्नुलाई एकछिन त्यसपछि आज जर्सी एउटा पनि हेर्न जाउँ भनेर भनेको कहिले हेर्न जान्छ जर्सी अहिले कति बज्यो 5 बज्न लाग्यो 6 बजीतिर किन आज पनि आउँछ कि नभए फोन पायो फोन चाहिँ कसको हो निस्क्यो चल्नु यता बस्नु होटेलबाट निस्कनु पऱ्यो हामी होटेल एन्जी पनि पसलमै बसिरहेको छ भनेर जस्तो लाग्यो सरको मम्मी जाउँ बसौँ साथीकोमा अनि म पनि 6 बजीतिर त्यहाँबाट निस्किनु पर्ला पेट्रोलको जर्सी हेर्नु जाउँ भनेको अब अलिक त पलाइसक्यो जर्सी त लाउनु पऱ्यो मेस्सी गर्दै के गर्नु अनि अर्जेन्टिना फ्यान हो नि त फेरि यसपालिको वर्ल्ड कपै त जिताउनु त जिताउनु जस्तो लाग्छ मलाई पनि दुईचोटि कन्टिन्युस वर्ल्ड कप अहिलेसम्म कहिले जितेको छैन लगातार मैले हेर्दाखेरि पनि के थाहा जिन्दगीमा नभएको कुरा होला कि रेकर्ड टर्ला कि सपोर्ट गर्नु पऱ्यो हारे पनि जिते पनि अर्को वर्षदेखि त हामी पनि स्पेन हो नि फेरि लामिन यामाल तर सपोर्ट चाहिँ हामी लामिन यामाललाई पनि हो स्पेन हामी कति बेला स्कुलै हटाइदिइसक्यो कति बाट चाहिँ हामी लेफ्ट जाने हो लेफ्ट यहाँबाट लेफ्ट टक्कै छिर्नेको अस्ति पनि सन भिडियो टाइपमा गर्नु भनेको त्यहाँ अलिकति छुट्या रहेछ मलाई पनि थाहै थिएन रेकर्ड नभइरहेको रहेछ त्यतिखेर केही छैन जाने चाहिँ हेर्नु अब गणेश मन्दिर हुन्छ गणेश मन्दिरबाट चाहिँ लेफ्ट यहाँबाट गए पनि सिधै पुग्छ लाउनु कहीँ लेफ्ट साइड जानु पर्दैन स्कुलहरू पनि छ हो कति बेला हामी पनि स्टेजको कति चुनेर बस्थ्यो माइक छिर्नु त म है गाडी बिस्तारै आउँछ गाडीभन्दा मै चार्ज पुग्छ यहाँबाट चाहिँ सिधा हो दायाँ बायाँ कहीँ जानु पर्दैन मेन रोड च्याप्दै जाने हो पसल पुग्नलाई स्पिड ब्रेकर चाहिँ दिमागै खराब थियो यहाँ पनि जहाँ पनि यहाँ चोक ठ्याक्कै पुग्छ यहाँ चोकबाट ठ्याक्कै सिधा मेडिक कमिक भन्ने हुन्छ फार्मेसी डाइरेक्ट त्यही फार्मेसी हो ल एन्टीहरू पनि बसिरहनु परेछ बाइक चाहिँ अहिलेको लागि यता सिधा हालिदिएको अहिलेको लागि फार्मेसी पसल चाहिँ दिस इज मेटफोनिक क्लिनिक यु कम एन्ड गो के अरे भ्लग बनाइदिरहेको ओनर चाहिँ ऊ त्यहीँ सेतो एन्टी जान्छ जाउँ हो कहाँबाट जाने हिँड्दा अगाडि ल चमचम दिँदै माथि हो पुरै
एकचोटि छिरो चिया खाएर अनि निस्किनु पर्यो नेपाल पछाडिबाट के मलाई अस्ति कहाँ लगाएको थियो सिधै तलै हो आशालाई न त फर्काउनु लाग्यो अन्त नि पर्दैन हौ फेरि यस्तो मान्छे हो होइन फर्काउँछ यताबाट भन्नुपर्छ त बोलाएर बसिरहेको यताबाट जाने भनेर भन्नुपर्छ दादा मेरो साथी उडाइदियो मुटु चाहिँ ढुक्टी भयो आइज मेरो मुटु ढुक्टी बनाइदियो मलाई थाहा थिएन फेरि डर छ भनेर तर भने त बिस्तारै चलाइहाल्थ्यो नि ल अस्ति पनि यहाँ हो आज पनि है खाम चिसो खाएर जाम यतै बस्छौँ चिया खाउँ निस्किनु पऱ्यो ल अहिलेको लागि टाटा बाई बाई ल यहाँ अब एकछिन अब यहाँबाट कुल्ले घर जानु पर्यो ल चिया खाजा खायो अब यहाँबाट घर जान्छु घर गएर फेरि त्यहाँ बुलेट बाइक सर्भिसिङ गर्ने ठाउँमा पुग्नु पर्यो मेरो चाहिँ एकछिनमा पहिला यहाँबाट घर छिरेर अनि किन आजको लागि त्यो बाइकको लागि जानु पर्यो त्यहाँ गएर चाहिँ अनि एकछिन चिवाखेलमा बसौँ अनि चाहिँ निस्किने हो ल भाइ अलिकति माथि लानु ल क्याफेबाट पनि निस्क्यो सुरा गरेर बसेँ अब यहाँबाट म सिधै पहिला घर जान्छु घरबाट सामान लिन जानुपर्छ घर गएर सामान एउटा लिएर आएर अनि त्यहाँ बुलेट सर्भिसिङ ठाउँमा एकचोटि जान्छु भोलिको लागि भनेर अनि त्यसपछि चिवाखेल एकछिन बसेर चाहिँ अनि घर आउनु पर्यो आज त ह्याप्पी फ्राइडे पो हो त के गर्नु ह्याप्पी फ्राइडे भयो भने अब रक्सी खाँदैन बियर सियर खाँदैन ह्याप्पी फ्राइडे मनलाई पनि रिल्याक्स ह्याप्पी फ्राइडे भन्यो बसेर चुलाएर सक्यो त्यो रक्सी बियर सियर नखाने भएपछि त
खाने मान्छेहरूसँग बस्दा त यस्तो झाउ लाग्ने हुँदो रहेछ ल हामी भगवान् पाउ पुग्यो भगवान् पाउबाट मिराई किन्यो घर जानलाई पहिला घर छिरौँ जाउँ भ्लग पनि यस्तै हो गाह्रो छ नि हजुर गाह्रो हो पानी पनि पर्छ कि क्या हो भन्न रेनकोट बोकेर हिँडेको छु म मलाई त घर पनि पुग्यो यहाँबाट सामान एउटा लिएर अनि फेरि यता बाइक सर्भिसिङ गर्नु ठाउँमा जानु पऱ्यो अहिलेको लागि एकछिन यतै राखौँ ल सामान पनि लियो सामान लिएर पहिला रोयल इनफिल्ड सोरुम एकछिन जानु पऱ्यो हेडलमा अहिले नयाँ खोलेको छ त्यहाँ बुलेटको पनि आजको सर्भिसिङ गर्नु पऱ्यो अरे खाली छ कि छैन सोध्नु जानलाई त त्यहाँ नयाँ भएको भएर चाहिँ खासै मान्छेहरू चाहिँ प्याकै चाहिँ हुँदैन जस्तो लाग्यो मैले अस्ति पनि त्यही गरेको थिएँ मेरो पनि गर्नलाई चाहिँ खासै मान्छेहरू भर खोलेको भएर होला त्यस्तो रस्ते थिएन अब अहिले के छ हेरौँ जाम कडा जाम भयो कडा भर्खर ट्याक्सी पक्ष पानी भएपछि क्या हो पहिला पानी सानी नभएर तेना हुन्थ्यो अहिले त पानी त फ्याल भइसक्यो काठमाडौँमा 7:30 लगाइसकेको रहेछ त एकछिन बस्छु भनेर गाउँको त पैसै भयो राति भइसक्यो केही छैन पसल त खुल्ला होला कि बन्द भइसक्यो अब बन्द हेर्दा दिमाग खराब हुन्छ आजले मलाई रिल्याक्स गरिदिन्छु फेरि अघिले जाऊ सिधै सोधेर आऊ भनेर भनिरहेको कुरा गर्दा ढिलो भइहाल्यो अब बन्द भयो भने चाहिँ तनाव हुन्छ बन्द भयो भने त चमचम चाँडै अरू सोरुम त बन्द हुन्छ त्यो सोरुम भन्दा पनि सर्भिसिङ गर्ने नै ठाउँ हो कि त्यो सोरुमै भन्नु चाहिँ होइन सोरुम त सोरुम रोयल इनफिल्डको नै हो तर त्यो सर्भिसिङ गर्ने ठाउँ सोरुम चाहिँ होइन जम यही हो रोयल इनफिल्ड सोधौँ भने के कस्तो छ यहाँ छिरौँ नर्स सर्भिसिङ चाहिँ यसरी नै हेर्दै गराएको हो एकछिन यहाँ सोधौँ के छ कस्तो छ भोलि बाइक लिएर नत्र आउनु पऱ्यो सर्भिसिङको लागि भिनाजको लागि मैले पनि यही सर्भिसिङ गराएको थिएँ अस्ति सोधौँ के छ दाइ भोलि सर्भिसिङ एउटा गर्नु पऱ्यो भ्याउँछ बिहान कति बजी आउँ 8 बजी पछि तपाईँको नम्बर दिनु म त फोन गरेर आउँछु भनेपछि लगभग 9 बजे आए ठिक हुन्छ कुर्न सुन्न त पर्दैन होला है कि प्याक छ कि कुर्न सुन्न पर्छ कि
पर्दैन है ल भोलि ल्याउँछु है त सर्भिसिङ बिहान खाली नै छ अरे यहाँ भर खोलेको भएर चाहिँ खासै त्यो मान्छेहरू धेरै चाहिँ छैन हुँदै हुँदैन रहेछ कि आला नि त नि अब सोरुम पनि के त्यही सर्भिसिङ त्यस्तै हो त्यहाँ पनि बुढो इलेक्ट्रिकको सर्भिसिङ नै हो होइन अब कुरेर बस्नु न त आमा अन्त सर्भिसिङ त ओखो एक हप्ता अगाडि आमा बुक गर्नुपर्ने बाइक सर्भिसिङ गर्दा लास्टै जाऊ तर यहाँ आलम त छ अहिलेसम्मलाई नि म त अहिले अलिकति लाकी थालेको त खाली नै हो आलम नै भयो छैन भिनाजलाई अहिले पछि फोन गरेर भन्नु पऱ्यो छुवा खेल पनि खिचिरौँ हाम्रो होम टाउन अच्छा बेलामा जन्मेर हुर्केको यही ठाउँ हो दिस इज माई होम टाउन केटाहरू आइरहेको छ कि छैन थाहै छैन हेलो भन वेलकम टु माई ब्लग ल यो चाहिँ मेरो लुलुडन हो लुलुडन साइकल खेल्दा बेलामा यो चाहिँ त्यसको दाइ हो दाइ चाहिँ र दाइ चाहिँ यो भाइ चाहिँ साइकल उरा त एकचोटि वाइङ गरेर सक्दैन वेलकम टु माई ब्लग Thank you very much. How are you, sir? आई एम गुड यो चाहिँ ठुलो चाहिँ ओ ड्रिफ्ट हानेर आएको ड्रिफ्ट साइकलको स्टन्ट देखाइदिन्छु म ओइ बच्चाहरूको चलपल हामी पनि बच्चा बेलामा त्यस्तै थियो होला त्यो ठुलो चाहिँ हो है फेरि के हुनु पर्यो है खोइ कुरा त यहाँ हेरेको कुरा न ल खोइ कुरा त ल एक्सटेन्ड भयो एक्सटेन्ड ल 1 2 3 ल त्यो चिप्लिनु भएन है ल कुद्दा रहेछ त यतिको चाहिँ हुनु पऱ्यो ल सक्दैन नि फेरि लुडन ल अब हामी अर्को ब्लगमा भेटौँला अहिलेको लागि बाई टु माई ब्लग मेरो अरू त कोही पनि छैन अब हाम्रो म त को हो नि त फेरि मेरो बच्चैदेखिको साथी हो है केटा हो निस्किनु ल अब यहाँबाट निस्क्यौँ निस्केर एकछिन समिदाका जिम्मा पनि एकछिन छिर्नु पऱ्यो क्या जिम्मा अरे अब एकछिन समिदालाई पनि एकछिन भेटेर ल अब निस्क्यो हामी दुवैजना अब यो यताबाट भोटेपाल जान्छ म चाहिँ यता एकचोटि समिदाईको जिममा एकछिन जानु पर्यो भेटेर आएर के गरेर यसो बुढा हेरौँ जिम पनि देखाइदिन्छु म कहाँनिर हो लोकेसन जिमको भनेर ल म यताबाट गएँ त ल भोलि भेटौँ ल यताबाट गयो अब ठ्याक्क जिमको लोकेसन पनि भिडियो बना जस्तो पनि हुन्छ त्यो ठिकै हो मलाई बुढाले यस्तो ल्याङ गरिरहेको थियो समिताले दिमाग खराब हुँदाले के भने भाइलाई तर केही छैन जे भने पनि
दाइ हो, म भाइ नै हो। दाजुको बोली सराको उपर भन्छ त्यस्तै नै हो होइन। दाजुभाइ नै हो। मेरो त बिग ब्रदर हो नि त फेरि। अरू चाहिँ खासै म कसलाई पनि भन्दिनँ। उही एकजना हो मनैदेखि मेरो पुरा के भन्छ दाइ भने जस्तो पनि उही नै हो। दाजुहरूमा मैले दाइ भनेर मान्ने भनेको नै एउटा उसलाई नै हो, सबिन दाइलाई, त्यसपछि आएर राज दाइलाई। अनि चाहिँ आज सबैलाई पनि जिमको लोकेसन पनि ठ्याक्क देखाइदिन्छु हो। हामी पनि खै जिम गर्न जाने भनेको भने मात्र भइहाल्छ। दाइले चाहिँ राजी आइज भनेर भन्दै थियो सबिन दाइले। ए कहिले राति पुग्छ त यहाँ डल्लुबाट यहाँ सिधा गए पनि भयो जिमको लागि चाहिँ। त्यताबाट आउँदाखेरि चाहिँ हाम्रो सिधै जाने। खास गरी भवनमा हो भन्दा अलिकति यताभित्र हो जिम चाहिँ। गएहरूलाई अहिले म ठ्याक्कै देखाइदिन्छु लोकेसन भनेर। अब दाइ जिमै गरेर होला ऊ दाइ पनि एकचोटि यस्तो छिरौँ छिरेर यस्तो भिडियो सिडियो खिचौँ के भइरहेको रहेछ टाइपमा। बाटो चाहिँ यहाँबाट जाने हो जिमको लागि पनि। अस्ति नै सबिन दाइको मामाले आइज जिम गर्न आऊ, तिमीहरूलाई केही पैसा पर्छ, पैसा पर्दैन तिमीहरूलाई आऊ भन्दा पनि गएको छैन हामी। एकचोटि गयो क्यारे एक दिन जिम, एक दिनमै मचेट्यो। त्यसपछि चाहिँ जाँदै गएन। उसले आऊ के आऊ भन्छ त्यही हो। अब हेरौँ आज उसलाई पनि एकदिन भेटौँ। अरू त के नै होला सिधा नै जाने है जिमको लोकेसन चाहिँ। यहाँबाट आए पनि भयो, उताबाट आउनु पनि हुन्छ है फेरि बाटो चाहिँ। म चाहिँ अलिकति सजिलो होस् भनेर सिधा बाटो भएको भएर चाहिँ मैले यसरी देखाइदिएको हो, सजिलो होस् भनेर। उताबाट आउने भन्दा पनि यहाँ भयो भने त दायाँ बायाँ कहीँ जानु परेन, सिधा ठ्याक्क भवनको आउनु बित्तिकै मात्र यता लेफ्ट लिने हो नि त। त्यही भएर सजिलो पनि भयो एउटा त। हामी यहाँबाट ल स्विमिङ त छलङ्गै देखिरहेछ त। तपाईँको खतरा देखिरहेको छ। अरू सबै फुल कालो, एउटा मात्र टलक्क सेतो चिक्क परेको रहेछ त। खतरा हो नि। कति पछि जिमा त्यहाँ जाने भएर क्या हो। म त मासला बाटो कहाँनिर एक्ज्याक्ट भनेर बिर्सिरहेको दिमाग मेरो पनि यता भनेरै बिर्सिरहेका। केही छैन आइ नै हाल्यो। जिम चाहिँ खास गरी त्यहाँबाट आएर यहाँ हो जिम चाहिँ। अहिलेको लागि बाइक चाहिँ यता राख्यौँ ल। जिम चाहिँ यही नै हो जिम। मान्छेहरू जिम गर्दै निस्कि पनि रहेछ। अब यसरी उसलाई फोन गरौँ दाइलाई। जिम चाहिँ यहाँबाट छिर्ने हो आनन्दले। अब दाइ कहाँ भित्र हो कि बाहिर हो? ल दाइ माथि नै छ अरे, केही छैन। यहाँबाट निस्क्यौँ नमस्ते सधैँ हुन्छ। यता हाम्रो दाजु 20 ग्राम घट्यो त। वेलकम टु माई ब्लग। Hello. ल फाइनली जिम पुगे। जिम Oh, madam.
चलपल जम ल जिम चाहिँ यही नै हो दाइको जिम ल पुरै सिकाइदिइरहेको छ दाइले उसलाई खुट्टा सिधा होइन कि अलिकति आउट राख्ने जुत्ता चाहिँ प्लेन रहेछ क्या अलिकति आउट राख्ने हो अक्षय कुमार स्टाइल होइन नि त यो यस्तो नगर्ने क्या यो खुट्टालाई डाउन लाइक दिस त्यसरी गर्ने ल ल ल ल फेरि नफाट्ने भन्छु सानो नराख्ने के ठिक्क 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 जिम चाहिँ हो यहाँबाट माथि चाहिँ जिम सिम गर्नु पऱ्यो भने चाहिँ यहीँ हो आउनु होला जिममा मलाई त दिमागै खराब हुन्छ हौ जिम भन्ने बित्तिकै त केही छैन गर्नुपर्छ जिम एक्सपायरमा होइन अन्त के गर्ने तर जिम भन्ने कुरा चाहिँ यही हो अब त्यहाँ समीरलाई पुरा ट्रेनिङ दिएर बसिरहेको छ ट्रेनिङ दुईजना रहेछ ट्रेनिङ जिम आऊ मखनी पछि मात्र जिम गर्ने भनेको आउनु त आउनु पर्ने हो जिम गर्नलाई पनि कहिले आउनु थाहा छैन हेरौँ म जिम सिम चाहिँ गर्दिनँ खास गरी जिम चाहिँ गर्नु भन्दै थियो बसिरह हो चाहिँ पुरा ट्रेनिङ ट्रेनिङ ट्रेनर चाहिँ ऊ कता स्टाइलले ट्रेन गरेर छ या के गर्ने होइन जिम सेम एकछिन भेट्न आएको म ल अब आजको लागि टाटा बाई बाई धेरै भिडियो भइसक्यो आजको लागि अब नेक्स्ट टाइम अर्को भ्लगमा भेटौँला अहिलेको लागि टाटा बाई बाई